हेलो गाइज, आज चाहिँ हाम्रो खाजा करेन्ट चाउचाउ छ। 2 प्याकेट ल्याएर बनाएको थिएँ अनि मलाई चाहिँ एकदम सुक्खा मनपर्छ। अनि खाना चाहिँ आज चाहिँ हाम्रो खाजा अलिक ढिलो भइसकेको थियो अनि खाना उब्रेकै थिएन बिहानको। अनि मलाई चाहिँ करेन्ट भन्नेबित्तिकै खानासँग खान पाए नि हुन्थ्यो नि, भातसँग खान पाए नि हुन्थ्यो नि जस्तो लाग्छ। अनि मैले चाहिँ आज चाहिँ एकदमै ढिलो भएको थियो क्या। युजुअली हामी चाहिँ 2-3 बजीतिर खाजा खान्छौँ नि त। आज चाहिँ 3-4-5 बजिसकेको थियो अनि के कामहरू थियो अनि त्यही भएर अनि गरेँ। अनि मैले चाहिँ उता अन्डा बोइल गर्न बसाल्दै खाना पनि कुकरमा सिटी लगाइ गएँ क्या। अहिलेलाई पनि हुन्छ, बेलुकालाई पनि हुन्छ जस्तो लागेको थियो। अब यति खाएपछि मलाई त बेलुका त चाहिँदैन र पनि मैले चाहिँ एकदम खानासँग मिठो गरेर करेन्ट अनि अन्डा अनि त्यस पछाडि खाना खाएँ। अनि मलाई चाहिँ एकदमै मनपर्छ यसरी खानासँग करेन्ट खाएको चाहिँ। अरू मान्छेहरूलाई चाहिँ चाउचाउसँग नि भात खानु र जस्तो हुन्छ होला, तर मलाई चाहिँ खोइ के भएको नर्मल अरू सुपवाला चाउचाउहरू भयो भने पनि एक डल्लो भए पनि भात भइदियो हुन्थ्यो नि जस्तो लाग्छ क्या। खोइ मलाई चाहिँ सानैदेखि त्यस्तै लाग्छ। यो करेन्ट चाउचाउ चाहिँ 2x थियो नि त अनि अलिक पिरो हुन्छ नि त अनि भातले चाहिँ त्यसलाई एकदम ब्यालेन्स गर्छ क्या। अनि त्यही भएर पनि मलाई भातसँग खान मन लाग्छ जस्तो लाग्छ। अनि यति नै हो आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।